माया मार्यो तिमीलो बोलीले माया सँगै तिमीलाई देखेपछि बुद्धिमै बदलिन्छौ भरोसाहरू। हेलो साथीहरू नमस्कार। म अहिले पोखराको वीरेन्द्र चोकबाट बोलिरहेको छु। आज 22 अप्रिल 2026 को दिन युनिटको राइजिङ डे सेलिब्रेसनको लागि बागलुङबाट केही भूतपूर्व साथीहरूसँग 2 घण्टाको सफर तय गर्दै वीरेन्द्र चोकमा अवस्थित भामरकोट पार्टी प्यालेसमा इन भइसकेको छु। यहाँको क्रियाकलाप सबै म भिडियो मार्फत नै प्रस्तुत गर्ने नै छु। यदि भिडियोलाई मन परेमा लाइक, कमेन्ट, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुलिदिनुहोला। धन्यवाद। राइजिङ डेको सबैभन्दा शुभकामना। एसए साहब पुराना भूपू एसए साहब एकदम भयंकर बनाएर लिनु होला र अन्य सबै कलाकारहरू तयारीमा रहिदिनु होला सम्मानको आनन्दको लागि। धन्यवाद। तिमीलाई देखेपछि मन किन डुल्छ हेर, के गरौँ भन्छु माया मुटु नै फुल्छ हेर, यति छिट्टै माया हे पुरो पार्टीको नाम दिएको छ रमाइलो एकदम खुसी लाग्यो। पुरो 40 वाला टुरिस्टहरू हुनुहुन्छ एकदम खुसी लाग्यो। अहिले 75-76 वर्ष अब तिलहरुको माथि हो। अब तपाईँ हामी धेरै सालपछि भेट भइयो अरे कस्तो साली भयो त्यो चाहिँ किन आएको को मेरो कम्पनी कति हजार नम्बर दिएन देखेको 46 अरू कम्पनीको अलिक सिनियरहरू छ भने त्यति साह्रो मान्छे चिनिन्छ तर है चियर्स। गराउँ न पढ्ने न मान्छेले पढ्ने हो भने
हामीले भन्छ नि केटकेटलाई कपाल पार बिग्रिन्छ, कपाल पाले बिग्रिन्न। कपाल पाले बिग्रिनु भए मेरो छोरा आज प्रोफेसर हुन्थेन। 3 मिटर लामो कपाल थियो मेरो छोराको। आज फर्स्ट टाइम आर पठाउनु साफ हो यो बुढो हाम्रो हजुर प्रमुख अतिथि हुनुहुन्छ। केता तिमीलाई देखेपछि मन किन डुल्छ हेर, के गरौँ भन्छु माया मुटु नै फुल्छ हेर। केटी यति छिट्टै माया हे, विश्वास कसरी गरौँ, 2 दिनमै बदलिन्छौ, म कसरी भरोसा धरौँ। केता बदलिने मान्छे हैन साँचो माया गर्छु, तिम्रै नाम जपै म विवाहत यहाँ बाँच्छु। केटी कुरा त मिठा गर्छौ सबैलाई त्यस्तै होला, मात्र मलाई भन्यो कि अरूलाई पनि। आजको कार्यक्रममा यो अन्तिम हो। त्यसो हुँदाखेरि सबैजनाले ताली बजाइदिनु होला। कलाकार हो, कलाकारलाई सम्मानको लागि ताली नै राम्रो कुरा हो। आजको यो कार्यक्रममा भरपूर मनोरञ्जन दिनुहुने सम्पूर्ण कलाकारहरूलाई मायाको चुनाव प्रदान गर्दै हुनुहुन्छ। यहाँहरूलाई फेरि पनि मेरो व्यक्तिगत तर्फबाट अथवा यो सङ्गठनको तर्फबाट उपस्थित सम्पूर्णको तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यहाँले असाध्यै रमाइलो गरिदिनु भएको छ आजको कार्यक्रममा। अब जो नाच्यो ऊ बाँच्यो, जसले म काट्छ उसले हात काट्छ भनेको यहाँ ननाचेको पनि छैन, सबैजना नाच्ने छ। र हुनसक्छ कसैलाई अहिले पछुतो पनि लाग्यो होला, मलाई लागिरहेछ। मलाई पनि नाच्न त आउँछ, म पनि नाच्ने थियो नि। यदि म पनि नाचेको भए अहिले एउटा मायाको जिम्मा मैले पनि पाउने रहेछ भन्ने पनि लागिरहेछ होला कसैले मनमा। त्यसो भएर कोही पनि कुरोमा पछि राख्नु हुँदैन, अगाडि आउनु पर्छ र मात्रै भावपट्टि पाउँछ। यो धेरै धेरै धन्यवाद छ यहाँलाई। र यसपछि म नरेन्द्र प्रधान नरेन्द्र प्रधानजी आउनु होला। उहाँको विशेष पनि किनभने उहाँलाई एउटा प्रेजेन्टेसन गर्ने कार्यक्रम बनाएको छ। नरेन्द्र प्रधान उहाँको विशेष कृपया यहाँ आउनु होला, स्टेजमा आउनु होला। यो माइली बार छ है, माइली बार। यो सेकेन्ड फ्लोर केही न
सेकेन्ड फ्लोर अन्त नम्बरी हो मेरो नम्बरी हो यार हेलो हाई के छ गाइस व्हाट्सअप ल 140औं स्थापना दिवसको सबैमा शुभकामना जय रिते ग्रह अब खाना सुरु एकछिनपछि नाच्ने है अब हेर्नुहोस् कति वर्ष भयो तपाईँ ठीक है सम्झने बिर्सन रमाइलो गर्दै हुनुहुन्छ है ल अब मैले त्यो चरी मारे शिष्यको माया मार्यो त्यो मिठो बोलीले माया साथै स्टेशनसम्म जसले सेकेन्ड फ्लोरको पैसाले पुऱ्याइदिने